गणेश नेपालीको परिवार र नेपाल सरकार बीच सहमति भएको छ र त्यो सहमति गरिसके पश्चात गृहमन्त्रीको टोली बाहिरिँदै गरेको यो दृश्य हामीले तपाईमाझ देखाइरहेका छौँ। गृहमन्त्रीज्यूलाई देखिराख्नु भएको छ। गृहमन्त्रीज्यू सहमति भयो? हेलो हेलो दर्शक महानुभावहरु, यति बेला हामी सिडिओ कार्यालयमा छौँ। तपाईले देखिराख्नु भएको छ केही दिन यता गणेश नेपालीको मृत्यु भइसके पश्चात देश आक्रान्त बनिरहेको छ। युवाहरू सडकमा उत्रिएका छन् र सरकारको पनि निकै आलोचना भइराखेको छ। अहिलेसम्म सरकारले गणेश नेपालीका परिवारले राखेका मागहरू पूरा गर्न सकेको छैन भनेर यत्रतत्र सामाजिक सञ्जालदेखि लिएर मिडियाहरूमा आइराखेको छ। तर अहिले भने गृहमन्त्री सुदन गुरुङ आइसकेका छन् सिडिओ कार्यालयमा। सिडिओ कार्यालयमा वार्ता चलिरहेको छ पीडित पक्षसँग र पीडित पक्षको टोली पनि अहिले सिडिओ कार्यालय भित्रै रहेको छ भन्ने हामीले जानकारी पाएका छौँ। सम्भवतः अब पीडित पक्षका मागहरू सम्बोधन हुनेछ र आज चाहिँ लास वीर अस्पतालबाट चाहिँ पीडित पक्षले बुझ्नेछ भन्ने खबर हामीले प्राप्त गरेका छौँ। अहिले काठमाडौँ जिल्ला सिडिओ कार्यालयको अगाडिबाट यो खबर सम्प्रेषण गरिरहेका छौँ भने भित्र वार्ता चलिरहेको छ। हामीले यहाँ पुग्दै गर्दा केही समय अगाडि मात्रै गृहमन्त्री सुदन गुरुङको इन्ट्री भएको थियो र गृहमन्त्रीज्यू पनि भित्र जानुभएको छ। के हुनेछ, गणेश नेपालीको परिवारले के माग राखेको छ र गणेश नेपालीको परिवारले राखेका मागहरू सरकारले के सम्बोधन गर्नेछ र आज यो वार्ताले मूल रूप अथवा चाहिँ अन्तिम रूप पाउनेछ अथवा पाउने छैन, गणेश नेपालीको त्यो वीर अस्पतालको लास उठ्नेछ, परिवारले बुझ्ने छ कि छैन भन्ने कुरा पनि धेरैको चासोको विषय बनेको छ। गणेश नेपालीले आत्मदाह गरिसके पश्चात देशमा धेरै यस्ता घटनाहरू घटिसकेका छन्। यति बेला सबैको चिन्ताको विषय बनिरहेको छ र गणेश नेपालीको यो लास चाहिँ परिवारले नबुझिसके पश्चात सरकारलाई पनि थप सकस भइराखेको छ र वार्ता पटक पटक भए तापनि वार्ताको अन्तिम निष्कर्ष भने अहिलेसम्म निक्लिसकेको अवस्था छैन। अहिले काठमाडौँ सिडिओ कार्यालयबाट यो खबर तपाईलाई सम्प्रेषण गरिरहेका छौँ। दर्शक महानुभावहरु, यति बेला देख्न सक्नुहुनेछ गृहमन्त्री सुदन गुरुङ सिडिओ कार्यालयबाट बाहिरिँदैछन् भने गणेश नेपालीको जुन अस्तिदेखि मृत्यु भइसके पश्चात वीर अस्पतालबाट शव उठेको थिएन र अहिले गृह मन्त्रालय अन्तर्गत सिडिओ कार्यालयमा गणेश नेपालीको परिवार र नेपाल सरकार बीच सहमति भएको छ र त्यो सहमति गरिसके पश्चात गृहमन्त्रीको टोली बाहिरिँदै गरेको यो दृश्य हामीले तपाईमाझ देखाइरहेका छौँ। गृहमन्त्रीज्यूलाई देखिराख्नु भएको छ। गृहमन्त्रीज्यू सहमति भयो? हेलो हेलो र यति बेला गृहमन्त्रीज्यू सिडिओ कार्यालयबाट बाहिरिनु भएको छ भने 9 बुँदे सहमति मृतकका परिवारसँग 9 बुँदे सहमति भएको छ। सिडिओ कार्यालयमा गृह मन्त्रालय मातहतमा रहेर गृहमन्त्री आफै स्वयं आएर सिडिओको रोभरमा यति बेला 9 बुँदे सहमति गणेश नेपालीको परिवार र नेपाल सरकार बीच सहमति भएको छ। त्यो के सहमति भएको छ भनेर हामी गणेश नेपालीको परिवारसँग बुझ्नेछौँ। कृपया हामीसँगै रहेर यो भिडियो हेर्नुहोला। दर्शक महानुभावहरु, यति बेला देखिराख्नु भएको छ हामी काठमाडौँ सिडिओ कार्यालयमा रहेका छौँ भने यति बेला काठमाडौँ सिडिओ कार्यालय र गणेश नेपालीको परिवार बीच सहमति भएको छ। अन्ततः आत्मदाह गरेर मृत्युवरण गरेका गणेश नेपालीको शव 3 दिनदेखि वीर अस्पतालमा रहेको थियो र अहिलेसम्म उठेको थिएन। आज चाहिँ गृहमन्त्री सुदन गुरुङ सहित काठमाडौँ जिल्लाका सिडिओ को र गणेश नेपालीको परिवार को रोभरमा यति बेला काठमाडौँ सिडिओ कार्यालयमा चाहिँ यति बेला सहमति भइसकेको छ। यति बेला हामीले देखिरहेका छौँ भित्र सहमति भएको भन्ने खबर पाएका छौँ। के भयो हजुर सहमति? के तपाईँ पनि त्यो वार्ता टोलीमा वार्ता टोलीमा तपाईँ हुनुहुन्न थियो? ए मान्यज्यू ओके। वार्ता टोलीमा के भयो मान्यज्यू अलिकति बताइदिनु पर्यो। वार्ता टोलीसँगै भने भए हुन्थ्यो नि त। अब वार्ता टोली हजुर भित्रबाट आउनुभयो, हामीलाई भित्र जानै दिएको छैन, गृहमन्त्रीज्यू बोल्नु नै भएन। सौहार्द र वातावरणबाट वास्तवमा जति हामीले जे सोचेका थियौँ र पीडित पक्षलाई राहत दिनुपर्छ भन्ने कुराहरूको हकमा पीडित पक्षले राखेकै मागमा रहेर राम्रै ढङ्गले सम्बोधन भएको छ र उहाँहरूका दुःख पीडा कष्टका निम्ति राज्य पनि एउटा सिरियस भयो र हामी मुगुवासी त छँदै थियौँ र 3 करोड नेपालीले जसरी आँखाबाट आँसु निस्केको थियो आज त्यो परिवारलाई एउटा
उनीहरूको चित्त बुझ्ने गरी एउटा सहमति भएको छ। राज्य पक्षले कार्यान्वयन गर्ने कुरा, विशेष गरेर नगरपालिकाले कार्यान्वयन गर्ने कुराहरू छ त्यसमा। र त्यसपछि छानबिन समिति 9वटा बुँदामा सहमति भएको छ। एउटा छानबिन समिति पूर्व न्यायाधीशको संयोजकत्वमा छानबिन समिति, त्यो छानबिन समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउने र प्रतिवेदन बुझाएको आधारमा कारबाही गर्ने र त्यसपछि शहीद घोषणा गर्ने एउटा त्यो बुँदा रहेको छ। र अर्को बुँदा भनेको उनको परिवारलाई, छोरीलाई पढाउने अनि श्रीमतीलाई जागिरी दिने र क्षतिपूर्ति दिने लगायतका सम्पूर्ण सबै विषयवस्तुहरू त्यहाँ समेटिएका छन्। राम्रै ढङ्गले सौहार्द वातावरणबाट जो एउटा सहमति भएको छ।